Kursong and welcome to my YouTube channel all about Lepcha. So guys, today in this video I'm going to tell you about most common habits of Lepcha. र यो टपिकमा चाहिँ भिडियो बनाइदिनुहोस् तपाईले भिडियो बनाउनु पर्छ भन्नुभएर चाहिँ तपाईले नै एकदमै बेसी मलाई रिक्वेस्ट गर्नु भएको है. सो फाइनली आज चाहिँ मैले डिसाइड गरे यो टपिकमा भिडियो बनाएर तपाईलाई शेयर गर्छु भनेर. सो भिडियोलाई हेर्नुलाई स्टार्टिङ टु एन्डसम्म. ओके सो नाउ लेट्स टक अबाउट मोस्ट कमन एन्ड एटिक्युटेड हेबिट्स अफ लेप्चा है. सो सबैभन्दा फर्स्ट मोस्ट कमन हेबिट्स अफ लेप्चा रहेको छ मिल्क टी होस् या ब्ल्याक टी होस् है, नुनको ठुलठुला मगमा भरिभरि लगाएर अथवा ठुलठुला बटुकामा भरिभरि लगाएर चाहिँ बिहान बेलुका दिउँसो एनी टाइम त्यसलाई सेवन गरिराख्ने आदत हुन्छ है. र यो भरिभरि लगाएर चाहिँ हामी मात्र खाने आदत हुँदैन. हाम्रो घरमा जो पनि गेस्ट आउनुहुन्छ उहाँहरूलाई पनि हामी यसरी नै भरिभरि र ठुलठुला मग अथवा ठुलठुला बटुकामा दिनु नै प्रिफर गर्छ है. र फर इक्जाम्पल हाम्रो घरमा कोही बेला हाम्रो बहिनीहरूले चाहिँ कम्ती लाएर चाहिँ अब हामीलाई दिनु आँटेको छ चियाहरू अथवा मान्छेहरूलाई पनि कम्ती लगाएर चाहिँ बाँड्नु आँटेको छ भने चाहिँ हामीले चाहिँ अलिक भरिभरि लगान लेप्चा भएर लेप्चा जस्तो घर अनि अरूलाई दे भरिभरि लगाएर भन्ने खालके हामीले टन्टहरू मारिरहेको हुन्छ है. सो यो कुरा चाहिँ तपाईँहरूले रिलेट गर्नुहुन्छ कि हुँदैन? सो तपाईँहरूले रिलेट गर्नुभयो भने डेफिनेटली तपाईँहरूले कमेन्ट गर्नुहोला. यसै गरी नम्बर 2 मोस्ट कमन हेबिट्स अफ लेप्चा रहेको छ कन्ज्युमिङ मिलेट बेस्ड फर्मेन्टेड ड्रिङ्क इन डेली बेसिस. मङ ट्री फ्रम लेप्चा र नेपालीबाट कोदोको जाँड है. यो चाहिँ बिहान बेलुका चाहिँ मजाले यसलाई छन हालेर चाहिँ ठुलठुला बटुका अथवा ठुलठुला मगमा भरिभरि लगाएर चाहिँ सेवन गरिराख्ने आदत हुन्छ है. र यो चाहिँ अहिले लगभग हाम्रो बाजेबोजूहरूसम्म चाहिँ एकदमै खाइरहने आदत थियो, तर अहिले चाहिँ छोडिसक्यो. र अहिले चाहिँ हाम्रो ओकेजनली लाइक फेस्टिभलमा जस्तो कि नाम्बुन नाम्सुङ टेन्डुङ रोरुङपातिर चाहिँ मजाको बाँसहरू काटेर त्यसमा चाहिँ कोदोको दाना छिप्पेको भरिभरि हालेर पिप्सिङ हालेर चाहिँ तान्ने गर्छ. र ओकेजनली चाहिँ हाम्रो आपा आमाले पनि हामीलाई छुट दिइरहेको हुन्छ अलिअलि तान्दा के हुँदैन आफ्नो जातले पाएको, तर जहिले तहिले चाहिँ खानु हुँदैन भनेर चाहिँ उहाँहरूले पनि हामीलाई भनिराख्नु भएको हुन्छ. सो पक्कै पनि यो कुरा तपाईँले पनि रिलेट गर्नुभयो भने कमेन्ट गर्नुहोला. त्यसै गरी नम्बर 3 मोस्ट कमन हेबिट्स अफ लेप्चा रहेको छ इटिङ बिफ मिट इन डेली बेसिस यानि कि बिग बोन फ्रम लेप्चा र नेपालीबाट गोरुको मासु है. र यो गोरुको मासु चाहिँ घरमा हुनैपर्छ र खानैपर्छ भन्ने चाहिँ एउटा आदत बसिसकेको हुन्छ है. यसलाई चाहिँ कस्तो प्रकारले भन्दाखेरि चाहिँ ठुल्ठुलो गोरुहरू गाउँमा भागीमा मिलेर काट्ने र काटेपछि चाहिँ 10-15 केजी एक-एकजनाको भागमा घरमा लिएर चाहिँ त्यसलाई मजाले सानो छिलाएर चाहिँ आगोको भाँडमा सुकाएर अथवा बाहिर घाममा मजाले सुकाएर चाहिँ सिङ्गी बनाएर चाहिँ त्यसलाई ऱ्याप गरेर राख्छ है. र त्यस पछाडि चाहिँ त्यसलाई केही सब्जीमा मिलाएर अथवा केही सुपहरू बनाएर अथवा त्यसलाई चाहिँ मजाले भुट्टा हालेर चाहिँ त्यही जाँडहरूसँग अथवा तोङ्बासँग चाहिँ मजाले मिलाएर खाने गरिन्छ. नाउ यसै गरी नम्बर 4 लास्ट मोस्ट कमन हेबिट्स अफ लेप्चा रहेको छ इटिङ लट्स अफ जङ्गल भेजिटेबल्स इन डेली बेसिस है. सो त्यही भएर होला लेप्चाहरूले चाहिँ जङ्गलको धेरैभन्दा धेरै सागसब्जीहरू चिनेको हुन्छ र सेवन पनि गर्ने गरिन्छ. फर इक्जाम्पल लाइक जङ्गलमा चाहिँ 10 थरीको मसरुम्सहरू छ अरे है, र अरूले चाहिँ 2 थरीको मसरुमहरू खायो भने तर हाम्रो लेप्चा कम्युनिटीमा चाहिँ हामीले 7 थरीको जस्तो चाहिँ मसरुम्सहरू खानु जानेको हुन्छ है. र त्यसलाई कस्तो प्रकारले बनाउँदा मात्दैन, कस्तो प्रकारले बनाएर खाँदाखेरि मर्दैन भन्ने पनि अब त्यो वे अफ कुकिङ पनि थाहा हुन्छ है. सो त्यही भएर चाहिँ हामीले चाहिँ लिएर मजाले पकाएर बनाएर खान्छ. एन्ड त्यसै गरी अर्को इक्जाम्पल चाहिँ हामीले नै हाम्रो जेनेरेसनमा यो चाहिँ देखेको है. पहिला सिस्नोहरू चाहिँ उतापट्टिको मान्छेहरूले चाहिँ अब खानु हुँदैन यो त चारो मात्रै दिने हो भन्थ्यो है, त्यो खान्थेन. तर हामीले चाहिँ चारो पनि दिन्थ्यो प्लस हामी आफै पनि कसरी बनाएर खाँदा हुन्छ भनेर चाहिँ मजाले अब हामीले चाहिँ बनाएर खान्थ्यौँ है. र बिस्तारै चाहिँ उनीहरूले पनि हामीले खाएको देखेर चाहिँ सिकेर चाहिँ उहाँहरूले पनि अहिले चाहिँ खानु थालेको छ है. एन्ड त्यसै गरी अब अरू इक्जाम्पलहरू पनि धेरै रहेको छ. लास्ट इक्जाम्पल एउटा है, जङ्गलमा धेरै थरीको बाँसहरू हुन्छ र प्रायः अब अरूले चाहिँ जस्तै कि भालुबाँस चाहिँ तितो हुन्छ, बनाएर खानु पनि जान्दैन र कस्तो प्रकारले खायो भने त्यसले मात्ने गर्छ है. तर अब हामीले चाहिँ कस्तो प्रकारले खाँदा मात्दैन, कस्तो प्रकारले खाँदा मर्दैन भनेर त्यो हामीलाई थाहा हुन्छ. कस्तो प्रकारले बफाएर फ्याँक्नुपर्छ, कस्तो प्रकारले पकाउनुपर्छ भनेर. सो हामीले चाहिँ भालुबाँसहरू पनि लिएर मजाले बनाएर पकाएर खाने गर्छ है. सो मैले जानेको बुझेको र मैले कलेक्ट गरेको पोइन्टहरू चाहिँ यही नै रहेको थियो. र यो भिडियोलाई मन पऱ्यो भने लाइक गर्न नबिर्सिनुहोस्, मन परेन भने एज यु विश एन्ड अल्सो सब्सक्राइब माई च्यानल एन्ड सेयर दिस भिडियो मोर एन्ड मोर. सो बाइ बाइ गाइज.